हेलो साथीहरू, नमस्ते। म अस्मिता नाजी अनि आज चाहिँ हामी जाँदैछौँ दिल्लीबाट नेपाल। हाम्रो लगेजहरू यतातिर रेडी भइसकेको छ। अब कोठा छोडेर जाने हामी। अब लु जाउँ सुटकेस बोकेर। सामानहरू थोडा भारी छैन। यहाँ एउटा सुटकेस, त्यहाँ एउटा सुटकेस, अझै माथि हामीले त्यहाँनिर सामानहरू लगिसकेको छौँ। सामान सबै रेडी भइसक्यो हाम्रो सामान। यहाँ गाडी पनि आइसक्यो। अब हामी जाने। अब हामी यहाँबाट हिँडिसक्यौँ गाडीमा चढेर। साथीहरू, अब हामी यहाँ एयरपोर्ट आइसकेको हो। अब यहाँ सामानहरू चाहिँ हामीले 4 जनालाई 4टा बनाएको छौँ। 4टा उहाँ चाहिँ सामान मिलाउँदै हुनुहुन्छ। अब यहाँ चाहिँ हाम्रो ज्वाइँहरू चाहिँ अर्को गाडीमा आउँदै हुनुहुन्छ। आएपछि हामी भित्र पस्छौँ। सबैलाई सन्चै होला जस्तो लाग्छ करे मलाई। सबैजना सन्चै हुनुहुन्छ। अनि यो कहाँको सवारी हो? यति धेरै धेरै सामान बोकेर अमेरिका जान लाग्यो। अमेरिका। यहाँ एयरपोर्टमै भोक लागेर दनादन दिँदैछन्। यहाँ कोही फेरि के खाएको प्लास्टिक अम्बक र बिरेन पुरै खाँदैछ। कोला आमा अहिले भर्खर आएको 1 घन्टा भएको छैन। भोक लागिसक्यो। हेर्नुहोस् यस्तो तानी ल्याउँदो रहेछ। खतरा। आइडिया चाहिँ मान्नै पर्छ क्या, मान्नै पर्छ आइडिया चाहिँ। मम्मी तपाईँलाई चाहिँ अनि फर्स्ट टाइम प्लेनमा चढ्न आँट्नु भएको, यो फर्स्टचोटि हो। कस्तो अनुभव हुँदैछ त? राम्रो मात्रै लाग्दैछ? डर लागिरहेको छ कि छैन? कतिको एक्साइटेड हुनुहुन्छ अनि? एकदम ल, कस्तो एक्साइटेड हुँदैछ अरे? कतिखेर चढ्नु भइसक्यो? यहाँ ज्वाइँहरू चाहिँ आउनु भएकै छैन होइन। उता अर्को गाडीमा आउँदै हुनुहुन्छ। हामी पर्खिरहेको छौँ यहाँ बाटोमै। कसैलाई चाहिँ यहाँ खानुमा एकदम व्यस्त हुनुहुन्छ। धन्न इन्ट्री भयो। नभए त यहाँ आमाको नागरिकता छुटेर टेन्सन भएको थियो। छिर्न दिँदैन भनेर मेरो बुढालाई कति टेन्सन। अब त्यसपछि यहाँ अब यो सामानको फेरि टेन्सन थोरै छैन। गाह्रो छ गाह्रो छ। यतातिर भेराजु ब्यागहरू चेकिङ हुँदैछ। अब यहाँ कुन सामान फालिदिने, लाने नलानेहरू हुँदैछ। हामी चाहिँ यहाँ सबै सामानहरू चेक गरेर यहाँ वेटिङ रुममा रोकिरहेको छौँ। साथीहरू, अब हामी चाहिँ यहाँनिर प्लेनमा चढ्न आँटेको। बाहिर गएर यसो केही भिडियो बनाउनु पर्यो भने प्लेनकै मुखमा पो लगेर जोड दिइराखेको रहेछ हौ। अब हामी जाँदैछौँ। बल्ल फ्लाइट डिले भयो। हामीलाई डिले भएर ब्यागहरू पनि यति धेरै छ कि ब्यागहरू। मैले नै 3टा ब्याग बोकेको छु। नजिक आइसक्यौँ। छिर्ने बेला भइसक्यो। अब एकदम प्लेन। हाम्रो मम्मी चाहिँ सिट खोज्दै हेर्दै हिँड्दै हुनुहुन्छ। अनि म चाहिँ सिटमा बसिसकेर यहाँनिर प्लेन उडेर बाहिरको नजारा हेर्दैछु साथीहरू। तपाईँहरूलाई पनि देखाउँदै। हामीले बसिरहेको छ प्लेनमा। कस्तो उड्दा त एकछिन त घटट्ट गर डर लाग्यो। यहाँ मजाले अल्छी अहिले आनन्द बसेको छु। तल खानेकुरा आइरहेछ। 150 अरे पछि यहाँलाई के खानु मगाउन। अनि हामी त अहिले चाहिँ माथि उड्दैछौँ। बादल माथि घाम लागेको छ। कस्तो चर्को गाई छ। मैले चाहिँ एउटा चिकन नुडल खाएँ साथीहरू। फाइनली हामी सेफली ल्यान्डेड भयौँ रात परेपछि मात्र। तर अनि हाम्रो लगेजहरू लिएर हामी चाहिँ घर फर्क्यौँ। साथीहरू, आजलाई यति नै भन्दै म तपाईँहरूमा बिदा माग्न चाहन्छु। बाई बाई।